पनि हुन्छ त अहिलेको जमानामा आएर बुढी कुटेर ठुलो मान्छे बनिन्छ जस्तो लाग्छ। अहिले यस्तै घटना शिजुओका, जापानको शिजुओका भन्ने ठाउँमा, शिजुओकाको इवाता भन्ने ठाउँमा 35 वर्षका नेपालीले आफ्नै बुढी कुटेर अहिले उनलाई पुलिसले थुनेको छ। पुलिसले उसलाई चाहिँ अहिले समातेको छ। अब के कारणले पिटेको हो भन्ने कुरा चाहिँ थाहा छैन। पिटेको कुरा चाहिँ उसले स्वीकारेको छ। न्युज तपाईहरुलाई मैले यहाँ देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। यो न्युज के लेखेको छ म तपाईहरुलाई पढेर सुनाउँछु है। ओत्तोनी नागुरारे ताचुमा वा हिदारी मे फुकिन्नी आवै आजा, आवै आजा निला डाम, देब्रेपट्टिको आँखामा चाहिँ निला डाम परेको छ अरे, आँखाको नजिकतिर। नेपारू जिन्नो सान्जिउ गोसाइनो ओत्तो हो स्योगाई योगी दे ताई हो भनेर भनेको छ नि। शिजुओका केन केइसाची स्यो भनेको चाहिँ शिजुओका केनको चाहिँ इवाता केइसाची स्योले चाहिँ ले भनेको छ भनेर भनेको यसरी न्युज आएको छ। शिजुओका केन इवाता सिदे निजी विची निची जिताकुदे चुमानो गाममेन ओ नागुरी केगा हो वासेता तोस्ते सान्जिउ गोसाइनो ओतोकोगा ताइहो सारेमास्ता शिवगाइनो उतागाइदे ताइहो सारेता नोवा इवाता सिनी सुमु नेपारू कोकुसेकिनो कोइनो ओतोको सान्जिउ गोसाइदेस केइसाचुनु सिराबेनी योरी मास्तो ओतोको वा निजी इचिनिची स्योगो गोरो जिताकुदे सान्जिउ गोसाइनो चुमानो गाम्मे ओ नागुरी केगाओ सासेता उतागाइगा मोतारै तेइमास चुमा वा हिदारी मे फुक्किन्नी आवै आजागा देखिता तो यो कोतो देशको बुढीको चाहिँ देब्रेपट्टिको आँखा नजिक चाहिँ निला डाम परेको छ रे है। केइसाचुनी योरी मास्तो फुतारी वा जिताकुदे कोरोन्नी नात्ता तो मिरारे चुमाकारा। पहिला चाहिँ दुईजना घरमा चाहिँ कुचिकेङ, कोरोन भनेको झगडा हैन, झगडा भनाभन परेको जस्तो लाग्छ भनेर पुलिसले शंका गरेको छ। त्यसपछि चाहिँ चुमाकारा चाहिँ चुमाबाट चाहिँ ओत्तोनी नागुरा रेता भनेर चुमाकारा चाहिँ पुलिसमा फोन गयो रे। तो चुहोगा आत्ता फोन गर्यो रे। तो यो कोतो देश केइसाचुनी सिराबेनी ताइस्ते ओतोको वा योगी हो मितै मास भनेको योगी चाहिँ मैले उले गरेको कुरा चाहिँ स्वीकार गरेको छ रे। अब यसरी चाहिँ के कारणले चाहिँ पिटेको हो हैन, पिटेर आँखाको नजिकै डाम पर्ने गरेर पिटेको भन्ने कुरा छ। नाम भनिएको छैन, विस्तृत रूपमा अरु केही पनि खुलाइएको छैन, मात्र नेपारू नो ओतोको नको भनेर भनिएको छ हैन। सान्जिउ गोसाइनो मान्छे भनेर भनिएको छ। अब श्रीमती नेपाली हुन् अथवा विदेशी हुन् त्यो पनि खुलाइएको छैन हैन। नेपालीले चाहिँ पिटेको भन्ने कुरा मात्रै छ। यसरी चाहिँ पिटेर समस्याको समाधान हुँदैन हैन। कुरा गरेर मन मिल्दैन भने छुट्टिएर बस्दा राम्रो हुन्छ। हेर अब खोरमा बस्न परेन, अब बाक्किन हुन सक्छ, अब जे पनि हुन सक्छ, कैद पनि हुन सक्छ, जरिवाना पनि हुन सक्छ। यस्तो केसमा चाहिँ जापानको यो घरेलु हिंसा अन्तर्गतको केस चाहिँ धेरै कडा हुन्छ। सबैले चाहिँ विचार पुर्याउनु होला भन्नलाई मैले यो न्युज चाहिँ देखेर चाहिँ तपाईहरुलाई पनि जानकारी होस्। जापानमा चाहिँ घरेलु हिंसा चाहिँ धेरै कडाइका साथ हेरिन्छ, त्यो भएर विचार पुर्याउनु होला भन्नको लागि मात्रै मैले यो भिडियो बनाएको हो है त।